जस्तो आत्महत्या अथवा होइन गर्ने कुरा चाहिँ यो झापा अथवा नेपालको मात्रै समस्या होइन, यो त संसारभरिकै एकदम ठुलो समस्या हो कि, यो त एकदम च्यालेन्जिङ हो भएको छ। अब यो सबै मानसिक रोगसँग सम्बन्धित हुने भएकोले दर्शक हामीहरू यसमा काम गर्ने होइन डक्टरहरू विश्वव्यापी रूपमै यो चाहिँ ठुलो च्यालेन्ज हो कि, यसलाई कसरी रोकथाम गर्ने, कसरी न्यूनीकरण गर्ने भन्ने ठुलो च्यालेन्ज छ। कारण कहिले पनि एउटा हुँदैन होइन, यही कारणले यो मान्छेले गर्छ भन्ने हुँदैन। कारणहरू होइन विविध हुन सक्छन्। हामीले अब कारणहरू हेर्दा कसरी हेर्छौँ भने तपाईँको बायोलोजिकल होइन जैविक कारणहरू हुनसक्छ भनेको तपाईँको हेरिडिटी होइन, आत्महत्याको तपाईँको परिवारमा पनि कसैले गरेको छ भने त्यो पनि जिनबाट होइन त्यो आत्महत्या अलिक बढी गर्ने टेन्डेन्सी हुनसक्छ, त्यो कारण भयो। जैविक कारणमा अरू लागु औषधले तपाईँको होइन यो जाँड रक्सी लागु औषधले दिमागको न्युरोकेमिकलहरूलाई एकदम होइन डिसब्यालेन्स गर्छ होइन, त्यसले गर्दाखेरि आत्महत्याको सोच, आत्महानिको सोचहरू एकदम धेरै आउने हुनसक्छ होइन। यो जस्तो यो जैविक कारण होइन। अरू भनेको जस्तो तपाईँको साइकोलोजिकल कारण होइन, मनोवैज्ञानिक कारणहरू हुन सक्छन् होइन। कसैको मन डह्रो हुन्छ, ठुल्ठुलो समस्या पनि होइन त्यस्तो ठुलो तनाव दिँदैन, कसैको मन कमजोर हुन्छ, सानो सानो कुरा पनि झेल्न सक्दैन। अर्को सोसियल कारण होइन, सामाजिक कारणहरू हुनसक्छ। सामाजिक भनेको अब तपाईँको बेरोजगारी भयो होइन, शिक्षाको कुरा होला अरे होइन, यी कुराहरू होइन, यी कारण यी सबै तत्त्वहरूको इन्टरेक्सनले हुने हो कि जस्तो तपाईँको मेन्टल हेल्थ राम्रो हुने अथवा रोग आउने अथवा आत्महानि आत्महत्याका कारणहरू पनि यसकै होइन अन्तर्क्रियाले हुने हो होइन। कारण भन्दा चाहिँ त्यसरी हुन्छ, कहिले पनि एउटै कारण यसले भन्ने हुँदैन। अब हाम्रो बुझाइहरूमा ठुलो मान्छेलाई मात्रै मानसिक समस्या हुन्छ भन्ने होला, तर त्यो सही होइन। तपाईँको बच्चामा र किशोर किशोरीमा पनि मानसिक समस्याहरू हुनसक्छ अथवा यो आत्महत्याको सोच आउने हुनसक्छ र यस्ता घटना हुनसक्छ होइन। तपाईँको हाम्रो भनौँ न यो बच्चाहरू र किशोर किशोरीमै हाम्रो देशमा अध्ययन भएको थियो कि 2020मा लगभग 100जनामा 5जनामा चाहिँ मानसिक समस्या देखिन्छ भनेको छ कि त्यो अध्ययनले होइन। अनि बढी चाहिँ तपाईँको होइन 16 वर्षको किशोर अवस्थामा हुन्छ भनिन्छ। अब धेरैजनाको हामीले सुनेका छौँ कि त्यो किशोर अवस्थामा पनि डिप्रेसन होइन, एङ्जाइटी अनि यो लागु औषध अथवा यो होइन दुर्व्यसनीको योहरू सुरु हुने बेला हो नि त, त्यो यस्ता समस्याहरू धेरै हुन्छन्। कति त हामीले सुनेको जस्तो आत्महानिको घटनाहरू धेरै हुन्छ भन्ने सुनेका छौँ कि, जो 8देखि 10 पढ्ने विद्यार्थी हुन्छन् नि, यस्तो घटना धेरै छन् कि। त्यही भएर बच्चा-बच्ची र किशोरमा पनि समस्याहरू हुनसक्छ, यस्तो सोचहरू आउने हुनसक्छ। अब यसको निराकरणको लागि चाहिँ के गर्न सकिन्छ? निराकरण भन्ने कुरा ठुलो कुरा हो, यसमा धेरै कुरा होइन, यसमा त धेरै कुरा मिल्नु पऱ्यो होइन। हामीले व्यक्तिगत हिसाबदेखि होइन व्यक्तिगत पारिवारिक सामाजिक हिसाबमा पनि यसको रोकथामलाई प्रयास गर्नु पऱ्यो। अथवा त्यो मात्र होइन, समाजभन्दा माथि गएर सरकारी हिसाबमा होइन माथिको नीति नियमहरू बन्छन् सबै कुराहरू, त्यस्तो सबैतिर पहल हुनु पऱ्यो। नियम कानुन अलिकति बन्नु पऱ्यो कि मानसिक स्वास्थ्यलाई अलिकति प्रायोरिटीमा राख्नु पऱ्यो होइन। अनि यो हरेक लेभलबाट गर्न सकिन्छ यसको। अब म तपाईँलाई सामान्य हो भनिदिन्छु, जस्तो हरेक वर्ष आत्महत्या रोकथामको लागि होइन रोकथाम दिवस मनाइन्छ। त्यसको लागि हरेकचोटिमा यसको होइन प्रमोसन भइरहेको हुन्छ कि कसरी रोकथाम गर्ने के गर्ने भन्ने कुरामा। त्यसमा कतिको नाराहरूमा कति भनिन्छ भने हामी व्यक्तिगत हिसाबमा पनि यसको लागि ठुलो सहयोग गर्न सक्छौँ। जस्तो होइन हाम्रो घरमा, हाम्रो काम गर्ने ठाउँमा अथवा हाम्रो समाजमा हामी जहाँ उपस्थित हुन्छौँ, हाम्रो नजिकको मान्छे कसैलाई केही समस्या पऱ्यो जस्तो हामीलाई लाग्छ, उसमा केही फरक जस्तो लाग्छ भने एप्रोच गर्नुहोस् भन्छ कि। उनीहरू गएर सोध्नुहोस्, अप्ठ्यारो नमान्नुहोस्, केही समस्या छ कि भनेर सोध्नुहोस् भनिन्छ। अलिकति समस्या जस्तो केही लाग्यो, गाह्रो छ भने उसको कुरा सुनिदिनुहोस् भनिन्छ। कहिलेकाहीँ त्यतिको सानो एप्रोच गर्न सक्यौँ भने पनि त्यो मान्छे जसलाई तनावहरू भइरहेको हुन्छ नि होइन, उसलाई त्यो मन हल्का हुन्छ कि। अथवा त्यो मानिसलाई अलिक ठुलै समस्या छ भने हामीले पहल गरिदिन सक्छौँ होइन, नजिकको मनोचिकित्सकका लगिदिन सक्छौँ र उपचारको लागि गर्न सक्छौँ। यो चाहिँ मैले एउटा पाटोको मात्रै कुरा गरेँ हो, तर यसबाहेक विविध अरू धेरै होइन ठाउँमा धेरै कामहरू गर्न सक्ने छ। अब त्यो अहिले छोटो उसमा त मैले यो गर्न सक्ने हो भन्ने छैन, पाइन्छ त्यो त हुन्छ। मैले अघि तपाईँलाई भने नि साइकोलोजिकल उसमा होइन अथवा हाम्रो सोसियल उसमा पढाइहरू पनि पऱ्यो, आफ्नो करियर पनि पऱ्यो नि त।
होइन त्यसमा कतिको सक्सेस हुन्छ, आफूले सोचेअनुसार गर्न सकिएको छ कि छैन, आफ्नो पछिको प्लान के छ, त्यो अनुसार पुरा भएको छ कि छैन, त्यो कुरालाई पनि त डिटरमाइन गर्ने त धेरै कुरा होला नि त होइन। जस्तै त्यो व्यक्तिको उसको मन कतिको दह्रो छ भन्ने कुरा एउटा होला, परिवारले कतिको सपोर्ट गर्छ उसलाई उसको करियरमा अथवा पढाइमा भन्ने कुराहरू छुट्टै होला होइन। त्यसबाहेक उसको साथी सङ्गतहरू कस्तो छ भन्ने कुराहरू होला होइन। त्यो कुराहरू पनि महत्त्वपूर्ण हुन्छ, त्यस्तो कुराले पनि निर्धारण गर्छ। पुलिसकै हो, किनभने यस्तो घटनाहरू प्रायः पुलिसकै रेकर्ड हुन्छ भन्ने हो। पहिला चाहिँ के भनेको भने त्यो डाटा पुरै अप टु डेट पनि हुँदैन, कतिजनाले कुरा लुकाउँछन् पनि, सबै आउँदैन भन्ने कुरा पनि थियो। तर प्रहरले होइन, डाटा त हाम्रोमा अप टु डेट सबै राम्रै गरेको हुन्छ भन्नुहुन्छ। त्यही भन्दाखेरि 20+ छ जस्तो लाग्छ है नेपालको अहिले। भनेको हरेक वर्ष चाहिँ यो बढ्ने क्रममा छ के यो होइन, बढ्ने क्रममा छ। अब यसका विविध कारण होला, अब रोकथामको लागि धेरै कामहरू भइरहेछन् होइन। अब मुख्य मेन कुरा भनेको चाहिँ मानसिक समस्या आउने बित्तिकै अथवा मानसिक रोगको केही लक्षण थाहा हुने बित्तिकै गएर परामर्श लिनुपर्छ, अप्ठ्यारो मान्नु हुँदैन। जुन पहिला हामीलाई अलिकति अप्ठ्यारो लाग्थ्यो उ गर्ने होइन, डक्टरका जान जचाउनलाई होइन, ला अरूले थाहा पाउँछ नि भन्ने होइन भय हुन्थ्यो होइन, अरूले के भन्छन् भन्ने डरहरूले मान्छे आउँदैन थियो नि। अलिकति त्यो कुरामा चाहिँ सुधार छ, मान्छेहरू